पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य हुन्। धनराज आचार्यले यो हटाउनको लागि, यो कम्तीमा यो हटाउने होइन, यहीबाट भाडा लिने हो भने पनि यहाँबाट उठेको भाडा राज्यको खातासम्म पुर्याउनको लागि, यति काम गर्नको लागि कुनै बालेनको सरकार आउनुपर्ने थिएन, केही पनि हुनुपर्ने थिएन। तर केही पनि गरेनन् धनराज आचार्यले। यो फेरि बस पार्क हटाउने जस्तो, लेक साइडको फेवाताल वरपरका संरचना खाली गराउने जस्तो गम्भीर विषय, जटिल विषय होइन। जटिल विषय यसकारण होइन कि यहाँबाट संरचना हटाउँदा पनि कसैलाई क्षतिपूर्ति तिर्न पर्दैन, कसैको वैकल्पिक व्यवस्थापन गर्नु पर्दैन, र कसैलाई कुनै पनि किसिमको मुआवजा दिनु पर्दैन। यति काम गर्नको लागि बालेनको सरकार अथवा कसैको सरकारको पनि सहयोग चाहिने अवस्था हुँदै होइन। तर आजसम्म यसरी नै चल्यो। कार्यालयमा जाँदाखेरि केही लिखत देखाउँछन्, केही कागजात देखाउँछन्, हामीलाई दिएको हो, यहाँ बनाऊ भनेर दिएको हो, हाम्रो कार्यालय बस भनेर दिएको हो। तर त्यो लिखतमा कुन कानुन अनुसार दिएको हो, के शर्तमा दिएको हो, कति कारणले दिएको हो, कहिलेसम्मको लागि दिएको हो, केही पनि खुल्दैन। यो जम्मै पोलिटिकल कुरा भएको कारणले गर्दाखेरि सबले आँखा चिम्ले, सबले मिले जति भाडा उठाउने, मिले जति चलाउने, मिले जति गर्ने भन्ने किसिमको भयो। तर कार्यकाल सकिन लाग्दा 35 दिने सूचना चाहिँ निकालेका छन् है हाम्रा धनराज आचार्यले।